सम्पूर्ण दर्शकबिनहरूलाई म वैद्य बाबुको तर्फबाट नमस्कार। यसलाई सरल भाषामा असुरो भनिन्छ। दर्शकबिनहरू, हामीले यसलाई सुकाएर कुटपिस बनाएर असुरो लगायत थुप्रै थुप्रै जडीबुटीहरू हामीले सङ्कलन गराएर यसलाई कुटपिस बनाएर पाउडर पनि बनाइन्छ दर्शकबिनहरू। र यो कसरी खाने भन्नुहुन्छ भने यसको कलिला मुन्टाहरू हेर्नुहोस् है, जसलाई सुगर छ, जसलाई प्रेसर छ, जसलाई ढाड कम्मर अत्यन्तै दुख्छ भने यसको चाहिँ कलिलो मुन्टाहरू दर्शकबिनहरू हेर्नुहोस् है, यसलाई चाहिँ थिचेर अब जसको यो कलिला लानुहोस्, यो मुन्टाहरू धेरै नखानु होला, थोरै यत्रै मात्रामा चपाएर खान नि सकिन्छ। कुटपिस गरेर 1 गिलास रस बनाएर बिहान खाली पेटमा, बेलुकाको खाली पेटमा 2 टाइम सेवन गर्नुभयो भने हजुरहरूलाई सुगर अत्यन्तै, जसको 500-600 सुगर छ, जसलाई फास्टिङमा 400, 300, 400, 500 छ भने खाना खाएपछि धेरै पनि प्रयोग नगर्नु होला। तितो अलिकति टर्रो पनि हुन्छ। तितो र टर्रोले नै बढी मात्रामा हामीलाई स्वास्थ्यलाई राम्रो गर्छ। दर्शकबिनहरू, हजुरलाई थाहा भएकै कुरा हो। यो सुगरलाई पनि कन्ट्रोल गर्छ, प्रेसरलाई पनि कन्ट्रोल गर्छ। यो घुँडाहरू जोर्नी दुख्ने, यसलाई चाहिँ तेलमा फ्राई गराएर यसमा हुनसक्छ भने थोरै लसुन, अलिकति सेतो प्याज, यसको मुन्टाहरूलाई यसरी हालेर लेदो बनाएर हजुरले पीडा भएको ठाउँमा हजुर लेप लगाउन सक्नुहुन्छ दर्शकबिनहरू। र बिहानको टाइममा खाली पेटमा धेरै पनि होइन, यति नै प्रयोग गर्नु होला। जसलाई हेर्नुहोस् दर्शकबिनहरू, सानो एउटा पात म खाएर पनि देखाइदिन्छु। यसरी खानुहोस् है दर्शक, धेरै पनि होइन। र हेर्नुहोस्, तितो हुन्छ, अलिकति टर्रो पनि हुन्छ दर्शकबिनहरू। केही समय, धेरै पनि होइन, 2-3 हप्ता हजुरले सेवन गरेर हेर्नुहोस्, सुगर तपाईँको एकदम ब्यालेन्समा आएको हुन्छ। अत्यन्तै लामो समयसम्म हजुरलाई भइरहेको छ भने केही समय खान सक्नुहुन्छ। फेरि ल्याबमा पनि हजुरले फास्टिङ पिपी पनि हेर्दै गर्नुहोस्। कन्ट्रोल आएपछि हजुरले चाहिँ त्यही हिसाबले चल्नु होला। र अर्को कुरो, यदि हजुरलाई जति औषधि, जति जडीबुटी खाँदा पनि भएन भने अझै हामीले महत्त्वपूर्ण 60-65 वटा आइटमहरू हालेर सुगरका महत्त्वपूर्ण ओखती बनाइएको छ दर्शकबिनहरू। एकदम ठोक्क ग्यारेन्टी साथ धेरैलाई राम्रो भएको छ। म आफै पनि पीडित थिएँ। आज थुप्रै आफ्नै चाहिँ विधिपूर्वक साथ घरेलु औषधिबाट आज म क्लियर छु। आज यो ठाउँमा छु। हजुरहरूले एकचोटि खाएर हेर्नुहोस्। थुप्रै औषधिहरू पूर्वीय सभ्यता जडीबुटी सप्लाईले उत्पादन गरेको छ दर्शकबिनहरू। आज सामान्य नसोच्नु होला। यो चिन्नु भएको छ सबैले। घर दैलोमा, आँगनमा पनि ल्याएर आफूले सार्न सक्नुहुन्छ। के अरे बाटामा पनि सार्न सक्नुहुन्छ। अलिकति ठुलो रुख हुन जान्छ दर्शकबिनहरू, हजुरलाई गाह्रो होला। यो हेर्नुहोस्, यो धेरै पनि भएको छैन। यो 1 वर्षको बुटो हो दर्शकबिनहरू, हेर्नुहोस् है, जम्मा 1 वर्ष भयो। आज 1 वर्षमा यत्र हाँगाहरू, बिङ्गाहरू यत्रो रुख भएको छ। त्यस कारणले हजुरलाई अलिक गाह्रो पर्ला। तर अलिकति ठाउँ छ भने त्यो कुँडामा हजुरले रोप्नुहोस्, दैनिकै सेवन गर्नुहोस्। 1-1 गिलास बनाएर रस, फेरि हेर्नुहोस् दर्शकबिनहरू, ज्वरैदेखि निर्मूल भएर जानेछ। र अत्यन्तै आवश्यक परेको खण्डमा अन्य अरू औषधि पनि हामीले तयारी बनाएको छ। होम डेलिभरी व्यवस्था पनि छ हजुरहरूलाई। अब यही भन्दै म आज बिदा हुन चाहन्छु।